चढसँग निकालिदिनु पर्छ। बिग्रेको छैन। गयो अलिक जोगे नै गयो गयो भाइ खुकुरी अलिक आफू नलड्ने जग्गामा ल बिस्तारी नातिकन केही छैन बिस्तारै त टेक्नु छैन हो त्यहाँ मुनि अलिक मुनि र साथीहरु दिन पनि यस्तो कालो भएर आयो कि अहिले पानी पर्ला जस्तो सायद पानी पनि पर्न सक्छ यस्तो दिन भई अहिले हेर्दा हेर्दै अँधेरो भएर आयो
र अहिले यहाँ ह्याङ्गिङ छ एउटा फेरि साथीहरू। ह्याङ्गिङमा चाहिँ के छ भन्दाखेरि चाहिँ माथि माथि जङ्गली घाँसहरू पलाएको छ। अब हाइटले त भेट्दैन, अलिकति अग्लो भएर यसमा चाहिँ सिँढीमै चढेर यसलाई चाहिँ अब पुष्पा पानी हल्दैछ। फाल्न हाल पानी पर्ने बेलामा अब यो यस्तो छ, जडसँग निकालिदिनुपर्छ। साह्रै भयो यस्तो दामी हाम्रो पौधा हुँदै गरेकोमा। तर पुष्पा कहाँ फ्याँक्नु? जडसँग निकालिदिनुपर्छ ल। जङ्गली झारहरू चाहिँ साह्रै ज्यादा आउँदैछ। कति त चुडे यहीँ। यो चाहिँ यो फेरि हामीले गाउँबाट ल्याएको हो र गाउँबाट ल्याएको चाहिँ ज्यादा घामहरू लागेको टाइममा चाहिँ फेरि त्यति बेला चाहिँ अलिकति उयो हुने डर हुन्छ। र मेन चाहिँ यो जङ्गली झारले यस्तोले झारले सब बिगाड्छ। यहाँ अर्को प्लान्ट यो एउटा भयो। यो गाउँबाट यो ह्याङ्गिङहरू पनि सब गाउँबाटै ल्याएको हो, घरबाटै उतैबाट। ल यहाँको पनि निकालिदिइहालेँ, सक्यो। रुखले साह्रै मैला गऱ्यो त्यो उहिले यो फुलहरूले भएर त्यहाँको हाँगा आधाउधी काट्दै। र अब त्यति झर्ने छैन, अलिअलि चाहिँ माथि माथिको टुप पर्छ। र मेन त्यहाँको पनि काट्दा अलिकति भयो भने छ्याङ्गै उज्यालो पनि भयो। मुनिको जति पौधाहरू छ तिनीहरूले घाम पनि पाउने भयो, पानी पनि पाउने भयो, र राम्रोसँगले बढ्छ पनि। र साथीहरू अब काम यस्तै हो। मेरो बाइक चाहिँ अरे र साथीहरू मेरो बाइकमा चाहिँ यो मेरो बिरालो, हाम्रो घरको बिरालो चाहिँ बाइकमा सुत्दो रहेछ। र राति पनि हतपत आउँदैन, रातभरि नै यो बाहिरै बस्छ। र यी बाइकमा चाहिँ सुत्दो रहेछ। बाइकको चाहिँ खोर्साहरू चाहिँ केही नराख्ने रहेछ त्यो मेरो। हेर न बाइकमा यस्तो मजा सुतेको। मेरो यो खोर्सिने चाहिँ तोइ होला योहरू हेर्दा यस्तोहरू। यो भयो भाइ खाना खाने कुरो खाइहाल्यो, अघि नै दिइहाल्यो। म्याउ अन्त र अस्ति जति पनि ग्रासहरू कटिङ गरेको थिएँ, र ग्रास कटिङको यो पानीहरूले गर्दाखेरि यो जति पनि बर्खाको पानीले मजाले आएको छ। अहिले एकै लेभलको आएको छ। गार्डन पनि धेरै राम्रो बग्छ। र साथीहरू मैले अघि नै दिन कालो कालो भइसकेको थियो, मैले तपाईँहरूलाई भनेको थिएँ। र पानी पनि पर्यो, र मेरो गार्डनहरूलाई फुलहरूलाई मेरो जति पनि सिनेरीहरू छ सबैलाई मजाले पानीले पनि भिज्यो। यो चाहिँ मेरो गेस्टहरू नआउँदाखेरि भयो। अब जस्तै अब मेरो केमा अब कुनै काठको कामहरू नहुँदाखेरि चाहिँ म यस्तो कामहरू गर्छु। अब जुन चाहिँ अब हाम्रो गार्डनमा अब के उयो भइरहेको छ, के काट्नुपर्ने छ, त्यो सब चाहिँ म यो गेस्टहरू नआउँदाखेरि, मान्छेहरू नआउँदाखेरि त्यति बेलाको टाइममा चाहिँ मेरो यस्तो कामहरू हुन्छ। र बाँकी दिन त फेरि मेरो स्याटरडे सन्डे त मेरो प्रायः जस्तो गेस्टहरू हुन्छ। र गेस्ट हुँदाखेरि उनीहरूलाई सर्भिसिङ गर्दा, उनीहरूलाई सर्भिसिङ दिँदा त्यतिमै मेरो ठिकै हुन्छ। र फेरि अब अहिले दसैँको टाइम हो, त दसैँ र दिवालीमा चाहिँ फेरि त्यति गेस्टहरू हुँदैन, किनभने अब उनीहरू पनि जति पनि आउने गेस्टहरू आफ्नै घरमा मनाउने हुन्छ। र साथीहरू अब आजको भिडियो चाहिँ यति नै हो। नेक्स्ट भिडियोमा तपाईँहरूसँग भेटौँला।